फिलिपी 4 अध्यायको 4, 5, 6 र 7 मा हामी हेर्नेछौँ पावलको सुसमाचार। प्रभुमा सधैँ आनन्द गर, म फेरि पनि भन्दछु आनन्द गर। तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्, प्रभु नजिकै हुनुहुन्छ। कुनै कुरामा चिन्तित नहोव, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर हौन् र समझले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूको हृदय र तिमीहरूको मनलाई यसुमा रक्षा गर्नुहुनेछ। अनि हामीले वचनलाई हेर्दै गर्दाखेरि प्रभुमा सधैँ आनन्द गर पावलले लेखेको सुसमाचार। अनि जब पावलको जीवनमा त्यो कष्टहरू थियो, दुःखहरू थियो, अनि त्यो पीडाहरू हुँदै गर्दाखेरि अनि त्यो खराब परिस्थितिहरू हुँदै गर्दाखेरि चाहिँ पावल आनन्दित थियो, प्रभुमा पावल आनन्दित थियो। अनि त्यो कष्ट, त्यो दुःख, त्यो खराब परिस्थितिहरूमा पनि पावलले चाहिँ प्रभुमा आनन्द गर्न, आनन्दित हुन सिक्दै थियो। अनि पावल चाहिँ एउटा सहनशील व्यक्ति थियो। अनि यहाँ लेखिएको छ तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्। आज तपाईँ र म भित्र भएको त्यो सहनशीलतालाई सबै मानिसहरूले थाहा पाउनुपर्छ, किनकि प्रभु नजिकै हुनुहुन्छ। आज तपाईँ र मेरो जीवनमा प्रभुमा धेरै हामीलाई कष्टहरू हुन सक्छ, दुःखहरू हुन सक्छ, खराब परिस्थितिहरू आउन सक्छ। अनि त्यो परिस्थितिहरूमा चाहिँ तपाईँ र म चाहिँ एउटा सहनशील व्यक्ति हुनुपर्छ। जसरी पावल चाहिँ सहनशील व्यक्ति थियो, त्यो कष्टहरूमा, त्यो दुःखहरूमा चाहिँ ऊ प्रभुमा सधैँ आनन्दित थियो। अनि मैले भन्न चाहेको चाहिँ आज हामी जस्तो सुकै परिस्थितिमा पनि, चाहे दुःख होस्, सुख होस्, प्रशस्तता होस्, अभाव होस्, आज तपाईँ र म चाहिँ प्रभुमा आनन्द गर्नुपर्छ। पावलले भनेको छ, म फेरि पनि भन्दछु आनन्द गर। प्रभु र तपाईँ र मेरो भित्र प्रभु हुनुहुन्छ। प्रभु चाहिँ तपाईँ र मेरो माझमा हुनुहुन्छ। प्रभु नजिकै हुनुहुन्छ। अनि कुनै कुरामा चिन्तित नहोव, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होन्। अनि आज तपाईँ र म चिन्तित हुनुभएको होला, अनि मनमा चिन्ताहरू लागिरहेको होला, भविष्यको विषयमा तपाईँ चिन्तित हुनुहुन्छ होला, तपाईँको जीवनमा दुःखहरू, कष्टहरू हुँदैछ होला, आज खराब परिस्थिति हुँदै गरेको होला, सोचेको जस्तो नभएको होला। अनि यी कुराहरूमा चाहिँ चिन्तित नहुनु भनेको छ। हामी चिन्तित नभइकन चाहिँ प्रार्थना गर्ने र निवेदनद्वारा चाहिँ परमेश्वरलाई धन्यवाद चाहिँ तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर हुन्। आज हामी तपाईँ र म चाहिँ धन्यवादी हुनुपर्छ हरेक कुरामा। आज तपाईँको जीवनमा चाहे दुःख होस्, सुख होस्, कष्ट होस्, आज तपाईँले परमेश्वरमा धन्यवाद दिनुपर्छ। तपाईँले परमेश्वरमा प्रार्थना गर्नुपर्छ। अनि यी कुराहरू चाहिँ परमेश्वरमा जाहेर हुनुपर्छ, किनकि प्रभु नजिकै हुनुहुन्छ। तपाईँ र मेरो माझमा हुनुहुन्छ। प्रभुले तपाईँ र मेरो बिन्तीलाई थाहा गर्नुहुन्छ, उहाँले सुन्नुहुन्छ। अनि र समझले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूको हृदय र तिमीहरूका मनलाई यसुमा रक्षा गर्नेछ। अनि आज जब हामी परमेश्वरमा धन्यवादी हुन्छौँ, हामी प्रभुमा हामी आनन्दित हुन्छौँ भने प्रभुले चाहिँ तपाईँ र मेरो हृदयलाई चाहिँ शान्तिले भर्नुहुन्छ। अनि ख्रीष्ट येशूमा चाहिँ तपाईँ र मलाई सुरक्षा गर्नुहुन्छ। अनि मैले भन्न चाहेको चाहिँ प्रभुमा सधैँ आनन्द गर्नुहोस्, आनन्दित हुनुहोस्। चाहे तपाईँको जीवनमा त्यो खराब परिस्थितिहरू किन नहोस्, त्यो परिस्थितिमा पनि तपाईँले जब आनन्द गर्न सिक्नुहुन्छ भने परमेश्वरले तपाईँलाई अवश्य नै आशिष दिनुहुन्छ। तपाईँको हृदयलाई चाहिँ परमेश्वरले अवश्य नै शान्तिले भरिदिनुहुन्छ। अनि अर्को कुरा चाहिँ ख्रीष्ट येशूमा चाहिँ तपाईँ र म चाहिँ सुरक्षित हुनेछौँ। परमेश्वरले ख्रीष्ट येशूमा तपाईँ र मलाई चाहिँ रक्षा गर्नुहुनेछ।